मौरी पालनको एक्सपेरिमेन्ट गर्दैछु। यहाँ चाहिँ मेरो यो घरमा छतमा राखेको छु। अब यसलाई यो मैले केही जानकारीहरू बुझ्नुमा आएअनुसार यो मौरीले रानोहरू चाहिँ 2-4 वटा बनाउँछन्। त्यो रानो 2-4 वटा भयो भने चाहिँ चट्ट उसले चाहिँ पछि छुट्टिएर जाने सम्भावना प्रबल हुने भएकोले गर्दा राना हुनेलाई चाहिँ यसलाई एकदम साई खानदान यस्तो टुटामा यस्तो छुट्टै यसको खोलमा बनाउँछ मौरीले। त्यो भएकोले गर्दाखेरि यो जम्मा यहाँ 4 वटा रहेछ। 4 वटा मध्येमा मैले एउटालाई चाहिँ यो तोडिदिएको, किन 4 वटा राना उत्पादन गर्न आवश्यक छैन। एउटा राना मैले छुटाइसकेको अवस्था छ। त्यसो भएकोले गर्दाखेरि गाइस यो एकदमै मौरीलाई पनि धेरै यसलाई चाहिँ हेरचाहहरू गर्नुपर्ने। जस्तै यो टुटो हो, यो टुटी यसले यस्तोमा बनाउँछ। यो मैले चाहिँ अति जुम भएछ, यही हेर्नुहोस् यस्तोमा यसलाई उत्पादन गर्दो रहेछ यो मौरीको रानो। हेर्नुहोस् रानो, यो मौरीको रानो हो, यो हुनेवाला रानो। यो रानो चाहिँ उत्पादन भइसकेपछि एकै गुणमा 1-2 वटा रानो चाहिँ बस्न सक्दैनन्। एउटा गुणमा एउटा रानो मात्रै हुनुपर्ने भएकोले गर्दा मैले यो हुनेवाला रानोलाई चाहिँ नष्ट गरिदिएको छु गाइस। यो हुनेवाला रानाको बस्ने ठाउँमा यो मौरीले अब बनाएको। र यस्तोमा चाहिँ मजाले मौरीले छुट्टै तरिकाले यसरी रानोलाई साई खानदान दिएर, साई खाना दिएर यसलाई चाहिँ छुट्टै प्रकारले उत्पादन गर्दो रहेछ। ज्यामी मौरीहरू चाहिँ चाकाकै त्यो जुन मा बस्छन्, उत्पादन हुन्छन् भने यो ज्यामी मौरी चाहिँ यो राना मौरीलाई चाहिँ यसरी छुट्टै एउटा चाहिँ नि एक्स्ट्रा बनाएर उत्पादन गर्ने रहेछ। त्यो एउटा घरमा मिनिमम पनि 6-7 वटासम्म यस्ता रानाहरू चाहिँ उत्पादन गर्दो रहेछन्। तर हामी कृषकहरूले चाहिँ यो रानाहरूलाई चाहिँ एउटै घरमा 6-7 वटा उत्पादन गरियो भने त्यो सबै पछि भागबन्ड हुँदै छुट्टिएर जाने भएकोले गर्दा अथवा लडाइँ झगडा हुने भएकोले गर्दा यसलाई चाहिँ हामीले राना उत्पादनबाट रोक्नुपर्ने हुन्छ। र यो राना चाहिँ उत्पादन गरिसकेपछि अर्को रानालाई अर्कोमा ट्रान्सफर गरेर यसलाई चाहिँ अर्को गुणमा बाँड्दै जानु सकिन्छ। र मैले यो एउटा गुणबाट मैले अहिले 2टा बनाउन सफल भएको छु। यो 2टा भइरहेछ। अब यस्तै गरेर मैले बढाउँदै लाने हो। यसमा चाहिँ अब थुप्रो प्रविधिहरू छ। यसलाई चाहिँ नि मह काट्ने, यसलाई चाहिँ नि कसरी ग्रोथ गर्ने, कसरी चाहिँ अरू यसको वंशहरू छुटाउने भन्ने प्रविधिहरू धेरै छन्। म पनि फर्स्ट टाइम गर्दैछु गाइस, यो आफ्नै घर कौसीमा। यसलाई चाहिँ मैले एउटा मौरी फार्मिङको रूपमा यसलाई विकास गर्ने भन्ने सोच भएकोले गर्दा मैले आफ्नै घरमा चाहिँ यो एक्सपेरिमेन्ट गरिरहेको छु गाइस। के हुन्छ हेरौँ। यसलाई अब सिजनमा मह काटेर अझै यस्तो खोरहरू थप्दै लगेर चाहिँ यसलाई चाहिँ जङ्गलको छेउमा अलिकति जग्गा लिएर मह पालन गर्ने एउटा विचार भएकोले गर्दाखेरि म यहाँ यसको बारेमा अध्ययन अनुसन्धानमै अगाडि बढिरहेको छु। र मैले फर्स्ट टाइम मैले यो रानो पनि यसरी नष्ट गरे हो, किनभने मसँग खोर 2टा मात्रै छ। राना धेरै भयो भने त्यसले अन्तैतिर लगाएर जान्छन्, गोला बाडेर जाने भएकोले गर्दा मैले यो नष्ट गरेको। र गाइस साथीभाइ दाजुभाइहरू तपाईँहरू पनि यसरी नै गर्नुहोला। किनभने मौरीलाई चाहिँ नि त्यत्तिकै छोडियो भने त्यो
रानाहरू बढी बनाउने भएर कोही बेला घार खाली भएर पनि जानु सक्छ। यिनीहरू आपसमा मिल्दैनन्, दुईवटा राना भइसकेपछि। त्यो भएकोले गर्दा यसलाई चाहिँ एउटा मात्रै राना, एउटा खोरमा, एउटा घारमा एउटा मात्रै राना राख्नुपर्ने हुँदो रहेछ भन्दै आजको मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने तपाईँलाई मौरीको रानाको भ्रूण पनि देखाइहालेँ। सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। म फेरि पनि यस्तै भिडियोहरू लिएर आउने नै छु तपाईँको सामुमा। म चाहिँ एउटा कृषक हुँ। 71 सालदेखि मैले यो ललितपुरमा चाहिँ मेरो कृषि फार्म छ, जहाँ चाहिँ पशुपालन तथा तरकारी उत्पादन हुन्छ। यसो 2-4 मान्छेले काम पाइरहेछ, आफूले यसो टाइम पास भइरहेछ। अब त्यसलाई नेपाल सरकारले दिगो सरकार यदि बन्यो भने अब चुनाव हुँदैछ। यो चुनावले असल नेताहरू चाहिँ हामीले छान्न सक्यौँ भने र राज्यको कृषि सम्बन्धीको व्यवस्थाहरू राम्रो भयो भने, राज्य व्यवस्था राम्रो हो भने सायद कृषिभन्दा बाहिर जानु सकिँदैन। किनकि सबैभन्दा कृषि नै प्रधान हो। आफैमा कृषि प्रधान देश भनेर हामी भनिने गर्छौँ। तर कृषिलाई चाहिँ यो पहिलाका सरकारहरूले त्यति राम्रो सँगले चाहिँ हामीलाई एउटा टेवा भरोसा दिएको अवस्था छैन। उत्पादन गर भन्छ, उत्पादन गर्यो बिक्री हुँदैन, बजार छैन। अनि त्यसै भएर चाहिँ हरेक कृषकहरू चाहिँ दिनानुदिन पलायन भएको अवस्था छ। दाजुभाइ तथा दिदीबहिनीहरू, हरेक कृषकहरू हार्दै अगाडि अलिअलि भएको बलबुतो पनि ती लगायो, भरै मरितरी गर्यो, बजार हुँदैन। जब उत्पादन हुन्छ, उत्पादन भएर बजारमा लाने बेलामा अन्यत्र अनि अब इन्डियाबाट सागसब्जीहरू पनि ठुल्ठुलो गाडीमा चाहिँ नि थोक बजारमा ल्याइदिने भएकोले गर्दा हाम्रो यहाँ अर्ग्यानिक तवरले उत्पादन गरेको सागसब्जीले सही मूल्याङ्कन नपाएको कारणले गर्दा र जति पनि कृषकले उत्पादन गरेको चिजवस्तुको सही मूल्याङ्कन नभएको कारणले गर्दा नै आज युवाहरू विदेशिनु परेको अवस्था र कृषकहरू जहिले पनि माटोमै मात्रै खेलिरहनु पर्ने अवस्था, कहिले पनि यसो सुकिलो मुकिलो भएर निक्लिनु नसक्ने अवस्था चाहिँ जगजाहेरै छ। र त्यही कृषकले गरेको खेतीपाती उत्पादनबाट बाँचेका यी ठुलाबडा धनीमानी धनाढ्य व्यापार व्यवसायीहरू बाँचेका छन्। तर कृषकलाई हेर्ने दृष्टिकोण अलिकति नेपालमा धेरै फरक छ। अझ यो फार्म हाउसहरू गरेर बस्ने मान्छेलाई त खानै नपाएर फार्म गरेको हो, यसको चाहिँ नि केही छैन भने जस्तै गरेर खालको ट्रिटहरू हुन्छन् हामीलाई। अब साँच्चै भन्नुपर्दाखेरि अब म यहाँ काठमाडौँमा बसिरहेको छु। सानो एउटा घर पनि छ। तर मैले फार्म हाउस छ, मेरो फार्म छ भन्यो भने मान्छेले एकदम ओझाको तरिकाले हेर्छन्। हुनु पनि हो। फार्म हाउस गर्नको लागि सुकिलो मुकिलो टाइसुट बाँधेर जाने कुरो आएन, नर्मल गरेर जानुपर्ने हुन्छ। र त्यही फार्म हाउसले चाहिँ सबै जीवजन्तु मानव प्राणी पालिएको छ। जबसम्म कृषकले कृषि पेसा गरेन भने सबैले चाहिँ नि व्यापार व्यवसाय र जागिर मात्रै खाने हो भनेदेखि, कृषकै नहुने भनेदेखि यो संसार रहँदैन। यो ध्रुव सत्य हो। तथापि नेपालमा चाहिँ कृषिलाई हेर्ने दृष्टिकोण एकदमै फरक ढङ्गले हेर्छन् कृषकलाई, ज्यामीलाई, कामदारलाई। यो दृष्टिकोण बदल्नको लागि पनि यसपालिको चुनावमा सही मान्छेलाई चुनेर पठाउँ भन्न चाहन्छु म यो भ्लगबाट। किनभने हामी धेरै पिल्सिसक्यौँ, धेरै पीडा खाइसक्यौँ। आज 70-75 वर्ष भइसक्यो नेपालमा राणाकाल हुँदै पञ्चायतकाल हुँदै हामी आएका पनि। 2007 सालदेखि हिसाब गर्ने हो भने परिवर्तन हुँदै आएका छन्। तर मुख्य परिवर्तन हुन बाँकी नै छ।
अहिले 35 वर्ष जति भयो होला। तपाईँको प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र के तन्त्रै तन्त्र हुँदै आएका। तर अहिलेसम्म पनि किसानले, ज्यामी मजदुरले सही ज्यामीको सही उसको रोजगार पनि पाएको छैन। किसानको उत्पादनले बजार पाएको छैन। किसान डुबेको डुबेकै छन्। बिचौलेहरू फस्ट्याएकै छन्। किसान नोकरकै आधारमा रहेकै छन्। आफ्नै फर्ममा नोकर भएर रहेको छन्। त्यस कारणले गर्दा जबसम्म उत्पादन र त्यसको बजारीकरण भएन भने, त्यसको संरक्षण भएन भने, सरकारबाट अनुदानहरू भएन भने, सरकारबाट उचित अनुदान भएन भने, सरकारबाट उत्पादन गरेको वस्तुलाई बजारीकरण भएन भने एकाल प्रयासले नहुने रहेछ। अहिले म पनि 71 सालदेखि आजसम्म 12 वर्षको सेरोफेरोमा म कृषिमा आबद्ध छु। तर पनि म आज पनि पीडित छु। किनभने उत्पादन गरिन्छ, उत्पादनको बजार हुँदैन। उत्पादन त्यसै हुँदैन। ज्यामी लाउनु पर्यो, प्राविधिक लाउनु पर्यो, तिनीहरूलाई दिनै पर्यो। लगानी हुन्छ, लगानी गर्नै पर्यो। यति गरेको उत्पादनले सही बजार नपाउँदाखेरि, सही टाइममा मल बिउ नपाउँदाखेरि, सही टाइममा दबाई औषधि उपचार नपाउँदाखेरि अति पीडित। र अझै पनि भन्नु पर्दाखेरि अब पशुमा नेपाल सरकारले कतिपय औषधिहरू फ्री भनेर भन्छन्। तर सम्बन्धित निकायहरूमा आफ्नो पीडा लगेर गयो भने त्यो दबाई त्यहाँ हुँदैन, अन्यत्रैबाट किन्नुपर्ने बाध्य छ। इभन आइरन समेत किन्नको लागि पनि पाइँदैन सम्बन्धित ठाउँमा गयो भने। उता जाऊ यता जाऊ, अब त्यसको डेटहरू के हुन्छ, कस्तो हुन्छ, के छ, यो साह्रै दुःखदायी स्थिति छ। यो दुःखदायी स्थितिलाई सुखदायीमा अथवा आफ्नो श्रमको सही मूल्य पाउनका लागि, आफ्नो उत्पादनको सही मूल्य पाउनका लागि पनि र हामी श्रमिकहरूले एकदमै बुझेर जानेर यसपालिको चुनावमा सही नेताहरू चुनेर पठाउँ होला भन्न चाहन्छु। अब हामी त अब यस्तै हो। तर अब आउने पिँढीहरूले पनि यस्ता दुःख भोग्नु नपरोस्। 10 नङ्ग्रा खियाएर पनि आफ्नो उचित मूल्य नपाउँदाखेरि लगानी 5 लाख भइसकेको हुन्छ। उत्पादन सही मूल्याङ्कन पाउँदा त त्यसले हुन्थ्यो। तर भरे लास्टमा 3 लाख पनि उठ्दैन, 4 लाख पनि उठ्दैन। कहिल्यै त बराबरी पनि हुँदैन, ऋण लागेर जान्छन्। यी आदि भइरहेको छ। अब छोड्ने पनि कसरी, यस्तो खालको समस्याले गर्दा हरेक नेपाली युवाहरू विदेशी हुन बाध्य छन्। अब यहाँनिर सरकारले राम्रो कार्यनीतिहरू तयार गरिदिने हो भने, कृषिलाई प्राथमिकतामा राख्ने हो भनेदेखि हाम्रो युवा पनि बाहिर जानु पर्थेन। आफ्नै छोराछोरी, परिवार, बुढाबुढी सँगै बसेर पेसा गरेर खान सक्थे। तर अब यहाँ मरिमरि उत्पादन गर्यो, बजार हुँदैन। बजार हुन्छ, उत्पादन हुँदैन। सही बेलामा सही समयमा मल बिउ पाइँदैन, समयमा उपचार पाइँदैन। यस्तै विविध कारणले गर्दाखेरि विदेशी हुन बाध्य छन्। कति मरेर आउँछन्, कति बाँचेर आउँछन्, कति पीडा खपेर आउँछन्। त्यो त अब भनेर साध्य नै छन्। विकराल परिस्थिति छ। यहाँ छोराछोरी बिग्रिरहेको हुन्छन्, श्रीमतीहरू कता दायाँ बायाँ भइरहेको हुन्छन् एक्लो भएपछि। त्यस्ता पीडाहरू भोग्दै पनि हाम्रा युवाहरू विदेशमा रहेका छन्। ती विदेशमा रहने युवाहरूले थुप्रै स्किलहरू सिकेका हुन्छन्। ती स्किलहरूलाई यहाँ नेपालमा ल्याएर राम्रोसँगले प्रयोग गर्नु पायो भने, त्यो स्किलहरू विदेशमा गएका स्किलहरू नेपालमा प्रयोग गर्नु पायो भने उत्पादन हुन्छ। उत्पादनले बजार बनाइदियो भने ती विदेशी युवाहरू यहीँनिर रहन सक्छन् र यहीँ देश विकास हुन्छ भन्ने मलाई लाग्छ। देश विकास हुनुभन्दा अगाडि त व्यक्ति विकास हुनु पर्यो। व्यक्ति विकास भइसकेपछि बल्ल देश विकास हुने हो। यहाँ त आफूले गरेको खेतीले आफैलाई खानु पुग्दैन 1 वर्ष। त्यसकारण पनि समस्या छ। आफूले गरेको उत्पादनले सही मूल्याङ्कन नपाइसकेपछि के गर्ने?
अब तरकारी बाली पशुपालन क्षेत्रको छुट्टै हुन्छ। तरकारी बाली पशुपालनले उत्पादन गरेको कुरा अन्नमा परिणत गर्नको लागि त त्यसले सही मूल्याङ्कन पाउनु पर्यो। सही मूल्य नपाइसकेपछि अन्न किन्ने ल्याकत हुँदैन। अन्न किन्ने ल्याकत नभएपछि भोकै हुन्छ। यस्ता यस्ता चाहिँ एकदम साह्रै साधारण तर जटिल कुराहरूको समस्या समाधान गरेन अहिलेसम्मका एमाले, काङ्ग्रेस, माओवादी के हो विभिन्न पुराना पार्टीहरूले। त्यसो र म आज के अनुरोध गर्न चाहन्छु भने अब नयाँ पार्टीहरूलाई हामीले रोज्ने हो। नयाँ पार्टीलाई रोज्दाखेरि पनि व्यक्ति विशेषलाई रोज्ने हो। कसले गर्छ, को निस्वार्थ छ, को निष्कलङ्क छ, त्यस्ता व्यक्तिलाई चाहिँ हामीले रोज्नुपर्छ भन्ने एउटा सुझावसहित मेरो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। र यो मौरी पालन पनि अब मैले गर्न खोजिरहेको छु। अब मौरीको मह पनि अब उत्पादन गरेपछि फेरि त्यसले बजार पाउने हो कि नपाउने हो, लगानी हुन्छ। यो मौरी समेतको घारलाई मैले 12,500 रुपियाँले मैले ल्याएर राखिरहेको छु। अब यस्तै 100वटा घरभन्दा कमीलाई के व्यवसाय भन्ने। 12x100 गर्दाखेरि पनि निकै नै माथि पुग्छन्। अब यसको लागि चरीचरणहरू चाहियो। यसलाई पनि खेती चाहिन्छ, तोरी खेतीहरू चाहिन्छ। त्यो भएको कारणले गर्दा कृषिमा लगानी भयङ्कर हुन्छ। तर कृषिले सही मूल्य पाएन भने कृषक कहिल्यै उठिँदैन। त्यही भएर सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो हार्दिक अनुरोध छ, यसपालि 2082मा हुन गइरहेको संसदीय चुनावमा असल नेता चुनौँ, सही नेता चुनौँ, नयाँलाई चुनौँ भन्न चाहन्छु भन्दै यो मेरो सानो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। यहाँले हेरेर कमेन्ट, सेयर, फलो गरिदिनु होला भनिकन बिन्ती गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।